क्लास 11 सब्जेक्ट नेपाली युनिट 9 सफलताको कथाको च्याप्टर 9 को सोलुसन लगाइसकेको छु नयाँ पाठ्यक्रम अनुसार। यहाँ हेर हामीहरू चाहिँ यो बेला सुरुदेखि अन्तिमसम्म हेर्नु होला। पाठ 9 सफलताको कथा लगाइसकेको छु। अहिलेसम्म यो भिडियोलाई एक लाइक र यो च्यानललाई अहिलेसम्म सब्सक्राइब गरेको छैन भने चाहिँ तपाईँहरू छिटोभन्दा छिटो गर्नु होला। अब चाहिँ तपाईँहरूको युनिट 9 को सोलुसन हामीहरू लगाइसकेको छौँ। अब यिनीहरूको पुरै क्वेसनहरूको यहाँ हामीहरू सोलुसन लगाइसकेको छ है। यहाँ हेर अब चाहिँ यहाँ सफलताको कथामा हामीहरू यहाँ शब्द भण्डार रहेको छ है। अब यहाँ के दिएको छ भने यो चाहिँ तपाईँहरूको राम्रोसँग नै के गर्नुपर्ने हुन्छ है। चाहिँ तपाईँहरूको दिएको यो सँग सम्बन्धित पारिभाषिक शब्दको अर्थ शब्दकोशको सहायताले गर्नुपर्ने हुन्छ है। अब चाहिँ तपाईँहरूको यहाँ रहेको छ नि पारिभाषिक शब्दको अर्थको सहायताले यो चाहिँ जो यदि सहायताले चाहिँ गर्नुपर्ने हुन्छ है। अनि त्यसैको लागि चाहिँ म सोलुसन लगाइसकेको छु है। तर चाहिँ तपाईँहरू यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला है। अब चाहिँ धेरै स्टुडेन्टहरू कमेन्ट गर्नुभएको थियो है युनिट अथवा चाहिँ च्याप्टर के अरे भन्छ 9 को सोलुसन बनाइदिनु सर भनेर। त्यसैको चाहिँ म सोलुसन लगाइसकेको छु है। अब चाहिँ तपाईँ धेरै यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म यो चाहिँ च्यानललाई हेर्नु होला है। कुनै पनि समस्या भयो भने चाहिँ तपाईँ कमेन्ट गरेर पनि सोध्न सक्छ है। छैन भने चाहिँ तपाईँ भिडियो हेरेर पनि आफ्नो समस्यालाई समाधान पनि गर्न सक्नुहुन्छ है। तर चाहिँ तपाईँ धेरै स्टुडेन्टहरू कमेन्ट गर्नुभएको थियो युनिट 9 को सोलुसन बनाइदिनुको लागि। त्यसैको लागि चाहिँ आज म सोलुसन लगाइसकेको छु है। तर चाहिँ तपाईँ युनिट 1 देखि लिएर अनि युनिट 13-14 चाहिँ हेरेको छैन भने क्लास 11 सब्जेक्ट नेपालीको चाहिँ स्टेप बाई स्टेप युनिटहरू यही च्यानलमा गएर चाहिँ तपाईँहरू प्ले लिस्टमा गएर पुरै भिडियो A to Z पनि हेर्न सक्नुहुन्छ है। क्लास 11 को पुरै इङ्ग्लिसदेखि लिएर अनि चाहिँ तपाईँहरू हेल्थसम्म कतिवटा सब्जेक्ट छ त्यति 7वटा 6वटा सब्जेक्ट छ 6वटा नै हेर्न सक्नुहुन्छ है। र चाहिँ तपाईँहरू यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला र कुनै पनि समस्या भयो भने चाहिँ तपाईँहरू कमेन्ट गरेर पनि समस्यालाई समाधान गर्न पनि सक्नुहुन्छ है। र चाहिँ यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्दै जानु होला है। यहाँ दिएको छ नि अर्थ लेख्नुपर्ने हुन्छ नि। त्यसैको लागि म चाहिँ यहाँ अर्थ पनि लेखिसकेको छु है। तर चाहिँ यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्दै जानु होला र कुनै पनि समस्या भयो भने चाहिँ तपाईँहरू कमेन्ट गरेर पनि सोध्न सक्नुहुन्छ है। र चाहिँ यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्दै जानु होला है। ल